कविता बनिया र आज हामी आएको छौँ हाम्रो दाइ भाउजूको एनिभर्सरीमा। आज चाहिँ म आफ्नो दाइ भाउजूसँग केही छोटो प्रश्न गर्न जाँदैछु। सधैँ हुन्छ धमलाको न्युजमा जनता जान्न चाहन्छ र आज हुँदैछ हाम्रो न्युजमा नन्द र देवर जान्न चाहन्छ। बन्द गर्नु अब। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो दाइ भाउजू र आज उहाँहरूको एनिभर्सरी छ र एनिभर्सरीको अवसरमा हामीले केही प्रश्न उत्तर जवाब। कतिको एनिभर्सरी हो सञ्चालकज्यू? अब भने यो दाइहरूको 8औं वैवाहिक गठबन्धनको सुरुवात हुँदैछ र त्यसै लगत्तै हामी केही प्रश्न उत्तर सोध्न गइरहेका छौँ। अब चाहिँ फर्स्ट अफ अल भाउजूको पालो है त। भाउजूलाई केही प्रश्न रहेको छ। दाइको कुनै 5वटा राम्रो बानी बेहोरा भन्नुहोस्। राम्रो बानी भयो भने राम्रो बानी खाने एउटा नि घोर बेजती एकदम हेल्प गर्ने बानी छ हैन? त्यो चाहिँ हो। एकदम खाना बनाइदिनु, कपडाहरू धोइदिनु। भाउजूले एउटै पोइन्टमा हान्दिनु हो कि हेल्प गर्नुहुन्छ भाइ? अब नेक्स्ट भन्नु। घुम्न पनि लिएर जानुहुन्छ। सिकाउनु पाइँदैन। चिटिङ चिटिङ इज नट तिमीले घरमा एकदम अनि घुम्न पनि एकदम लिएर जानुहुन्छ। सेकेन्ड भयो। थर्ड तेस्रो थर्डमा चाहिँ सपिङ पनि गराइदिनुहुन्छ। अरू अब त्यो पनि गर्नुहुन्छ। 4 यो त के हो यार? तिमीले यो लुगा राख्ने यो पोइन्ट त तिमीले आफ्नो बारेमा भन्ने हो कि अहिले? अब तिमीले के भन्छौ? यो त कहाँ पायो त? अनि अब एउटा बाँकी रह्यो अनि भनेको पनि मान्नुहुन्छ, एकदम रिसाउनुहुन्छ। यो के सुने मैले? म कहाँ छु? ल 5वटा पुग्यो। यस्तै गरी अब हामी फेरि दाइलाई प्रश्न गर्न जाँदैछौँ। हाम्रो अनिल दाइ, भाउजूको कुनै 5वटा राम्रो बानी बेहोरा भन्नुहोस्। 5वटा राम्रो बानी होइन? एउटा खाना चाहिँ अच्छा बनाउँछ। वाउ। होइन? सरसफाइमा म हेर्नु होइन? वाउ। अनि अरू के खाना हो यो अहिले? दोकान गरेर जस मलाई सपोर्ट गरिरहेको है। अब आफूले कमाएको कुराहरू सम्हालेर राख्नुपर्छ नि त। सम्हालेर राख्नु एउटा रह्यो। एउटा के हो? धेरै माया गर्छ। हो सबभन्दा इम्पोर्टेन्ट कुरा त गरे भनेर पतिमा त केही समयको ब्रेकपछि फेरि हामी हजुरको सामु जोडिँदैछौँ। अघि भर्खर हाम्रो दाइ भाउजूले आफ्नो एकअर्काको राम्रो बानीहरू भनिसक्नु भएको छ र फेरि अब चाहिँ आफ्नो राम्रो बिहेभियर भन्न गइराख्नु भएको छ। ल अब प्रश्न हाम्रो भाउजूलाई, हजुरको आफ्नो राम्रो बानी बेहोरा भन्नुहोस्। कुनै 5वटा आफ्नो राम्रो बानी बेहोराहरू। मेरो राम्रो बानी बेहोरा भनेको चाहिँ गजब बेइज्जती। एकदम टाइममा खाना एकदम टाइममा खाना बनाउँछु त्यहाँ होइन? अनि त्यसपछि छ क्या दुई सानो फेरि मान के। अनि एकदम धेरै माया गर्छु पतिदेवलाई। वाउ। अनि त्यसपछि अरू के होला भनेको मान्छे सबै त्यही होला। सर्सेर पुग्यो। भाउजूले चाहिँ आफ्नो 5वटा राम्रो बानी भन्न असफल रहनु भएको छ। त्यस्तै गरी अब भने हामीले फेरि त्यही प्रश्न हाम्रो आदरणीय दाइलाई सोध्न गइरहेका छौँ। हाम्रो अनिल दाइ, हजुरले आफ्नो 5वटा राम्रो बानी बेहोरा भन्नुहोस्। म भनेको मान्छु होइन? अब माया त भनिहाल्यो भने धेरै माया गर्छु होइन? एकदम आफूमा उसको कुरा सुन्छु मैले होइन? कहिले पनि उसको कुरा चाहिँ के छ मनको कुराहरू सुन्ने कोसिस गर्छु होइन? नराम्रो काम हुँदाखेरि कहिले चाहिँ अनि अब व्यवहारमा पनि राम्रो नराम्रो काम खालि मैले नहुने कामलाई चाहिँ जति रिक्वेस्ट गरेँ मैले चाहिँ सपोर्ट गरेँ। नराम्रो
राम्रो कामहरू छ र आफ्नो चित्त बुझ्ने कामहरू हमेसा सपोर्ट गर्छु मेरो अहिले आफ्नो खुट्टामा आफै उभिन पर्छ भन्ने सिद्धान्तमा मलाई राम्रो काम छ त यार अब पनि हामी आउँदैछौँ हाम्रो तेस्रो पडाउतर्फ र हाम्रो तेस्रो पडाउमा मेरो दाइ प्रदीप बानियाले चाहिँ मलाई सहयात्रा गर्दै हुनुहुन्छ र उहाँलाई स्वागत गरौँ। नमस्कार, म प्रदीप बानिया, म यस कार्यक्रमका सञ्चालक। मलाई यस कार्यक्रम सञ्चालन गर्ने अवसर दिनुभएकोमा मेरो एकदम प्यारी बहिनी कान्छी बहिनी सत्य बानियालाई धेरै धन्यवाद। यससँगै हामी यस कार्यक्रमको तेस्रो पडाव यानि कि तेस्रो स्टेजमा पुगेका छौँ। त्यस अन्तर्गत चाहिँ हामीले हाम्रा प्यारा एकदम आत्मीय राम सीताको जस्तो जोडी भएको हाम्रो दाइ भाउजू उहाँहरूलाई चाहिँ आफ्ना सहयात्री सुधार्न पनि केही गुणहरूका निम्ति चाहिँ अब यो हाम्रो तेस्रो पडाव रहेको छ। भगवान् रामले त आफ्नो केही गल्तीहरू सुधार्नु पर्ने भएको थियो, माता सीताले पनि केही सुधार्नु पर्ने भएको थियो। त्यस्तै हाम्रो यस मनुष्य जीवनमा र दाइ भाउजूले चाहिँ एक अर्काले के सुधारिदिए हाम्रो जीवन अझै बेहतर हुन सक्थ्यो, अझै राम्रो हुन सक्थ्यो, हाम्रो यति गाह्रो माया यति मिठो सम्बन्ध अझै मिठास भरिन सक्थ्यो भन्ने प्रश्नलाई लिएर म पहिलो प्रश्न यस राउन्डको पहिलो प्रश्न चाहिँ म मेरो एकदम आत्मीय मित्र एकदम प्यारो दाजु अनिराज अधिकारीलाई प्रश्नाउन चाहे। तपाईँको हिसाबले नमस्ते गरे है तपाईँको हिसाबले ल नमस्कार 8 वर्ष अघि नविवाहित जोडीलाई यस समय चाहिँ मेरो प्रश्न के रह्यो भन्दाखेरि तपाईँको हिसाबले तपाईँको अर्धाङ्गिनी श्रीमती यानि कि हाम्रो प्यारो भाउजू 5वटा गुण सुझावले हुन्छ। तपाईँको श्रीमान यानि कि अनिराज अधिकारीज्यूले सुधार्न पनि कम्तीमा 3 कुराहरू जसलाई तपाईँ बुढाको धुमा भन्छु। सुधार्नु पर्ने कुरा एकदम छिटो रिसाउनु छ होइन, रिसाउनु भयो भने हात पनि उठ्छ फेरि यो चाहिँ एकदम रिस एकदम छिटो अलिकति कन्ट्रोल गर्न पर्ने रिसलाई चाहिँ त्यही हो। अरू त के कतिसँग कहिले रिसाए होइन, यो सवाल जवाबको समय होइन। रिस चाहिँ एकदम छिटो उठ्छ क्या फेरि एकदम एकदम छिटो उठ्छ रिस चाहिँ कन्ट्रोल गर्न पऱ्यो होइन। अनि सरले अरू चाहिँ के होला र खै अरू हाम्रो अनिल सर एकदम सर्वगुण सम्पन्न र भाउजू एकदम उहाँबाट एकदम अत्यन्त खुसी र एकदम सुखी हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी यसबाट पनि भान हुन सक्छौँ। सायद यो उहाँको महानता पनि हुनसक्छ, त्यसलाई हामीले त्यो रूपले पनि लिनुपर्छ। किन आफ्नो श्रीमान भइसकेपछि चाहिँ उहाँको कमी कमजोरी नदेख्नु पनि आफ्नो महानता हो। उहाँले चाहिँ रिस भनेर कडा भन्नु, त्यससँग म एज साथी अझै एउटा पोइन्ट थप्न चाहे, अलिकति धैर्यता पनि हुनुपर्छ जस्तो चाहिँ मलाई कताकति हो कि जस्तो लागेको। सायद म गलत पनि हुनसक्छु होला। ल यो हाम्रो सेकेन्ड स्टेज चाहिँ यहीँ एकदम रमणीय तरिकाले समाप्त हुँदै अब चाहिँ हामी केही क्षणमा हाम्रो चौथो राउन्डको लागि तयारी हुँदैछौँ। यति बेलालाई इन्जोय र प्रचार धन्यवाद। र बहिनीलाई र परिवार धेरै धन्यवाद हजुरहरूलाई के भन्नु अब साथीहरू भने प्रदीप नै हुन्थेन बहिनी नै हुन्थेन हाम्रो इन्भेस्टर कसरी हुन्छ भन्ने एउटा कुरामा एकाकै सिद्धि अहिले आज हामी किराले एकदम मिस भएको किराम पनि हुन्थ्यो यहाँ भएको भयो अहिले होइन बवाल सर्वमा अरू किराहरू छैन। विश मिस यु किरण दाइ। धेरै धन्यवाद मलाई लगायत मेरो बहिनीलाई र त्योभन्दा पनि धेरै धन्यवाद यस नविवाहित 8 वर्ष पहिला नविवाहित जोडीलाई जसले हामीलाई यस अत्यन्त उसमा मेरो बिहामा चाहिँ वैवाहिक वर्षगाँठोमा आगमन गरेर आफ्नो वैवाहिक वर्षगाँठोको शोभा बढाइदिनु भयो। मेरो बिहे खानु पर्यो म कहिले रुट्यो अरू कुरा के मनी रुट्नु पर्यो हाइलाइटेड प्रदीप बानिया प्रदीप बानियाले चाहिँ
आफ्नो पढाइ छोडेर पनि मेरो बिहामा चाहिँ एकदम 7-10 दिन चाहिँ लै परेर चाहिँ बिहा गराएको के किन होला यस्तो कति रमाइलो भयो मलाई त आयो अब चाहिँ त्यसरी नै हजुरले आफ्नो स्कुल छोडेर प्रदीप बानियाको बिहामा हप्ता 10 दिन लागेर केटी खोज्नु पर्यो दाइ। केटी त मैले खोज्दा उयो आर्दैन अनि म त आर्दिन है अब त यहाँ चाहिँ यहाँनिर हाम्रो स्पेसल चिकन बिरयानी आएको छ। खै दाइ ढाक्यो चिकन बिरयानी भनेर अन्डा खाँदै हामीलाई के भन्छ त्यसलाई फ्रड भयो फ्रड। फेरि पनि स्वागत छ तपाईँलाई यो थोरै कमर्सियल ब्रेकपछि। अब हामी हाम्रो यस प्रश्न उत्तर जवाबको अन्तिम राउन्ड यानि कि आफूले सुधार्न पर्ने मान्छेहरू सबैलाई के लाग्छ म सर्वगुण सम्पन्न छु, म एकदम राम्रो हो होइन, म एकदम सक्षम छु, म पर्फेक्ट छु। जबकि त्यहाँ कोही पनि पर्फेक्ट हुँदैनन्। आफ्नो नजरमा सबै पर्फेक्ट हुन्छ, सबै एकदम सक्षम हुन्छ। त्यो कन्फिडेन्स हुनु पनि पर्छ। त्योभन्दा पनि ठुलो हामी आफ्नो सर्कलमा आफ्नो साथीभाइको अगाडि विशेष गरी आफ्नो धर्मपत्नी अथवा श्रीमानको अगाडि कतिको सक्षम छौँ त्यो कुरा चाहिँ आफूलाई अनुभव हुनुपर्छ, रियलाइजेसन हुनुपर्छ। र यही कुराहरूलाई हामी मध्यनजर गर्दै हाम्रो यो अन्तिम राउन्ड रहेको छ मैले सुधार्न पर्ने के। मलाई मेरो श्रीमान अथवा श्रीमती अथवा साथीभाइले भन्छन् त धेरै रिसाउँछस्, कम रिसा त सुन्दैन, सुन्ने गर त, मिहिनेत गर्दैनस्, मिहिनेत गर त, अल्छी छस् त, ढिलो उठ्छस् भन्ने प्रश्नहरू धेरै हुन्छन्। तर कहिलेकाहीँ म आफै सोच्दाखेरि म आफैले लाग्छ म हो कि होइन, तिनीहरूलाई गफला हो कि, यस्ता कुराहरू आफ्नो मनमा दिमागमा विचार आउन सक्छ। यही कुराहरूलाई मध्यनजर गर्दै हाम्रो यो अन्तिम राउन्डको छ मैले के सुधार्नु। र यही प्रश्न लिएर म अब यहाँ प्रस्तुत भएको छ हाम्रो एकदम प्यारी एकदम फेभरेट भाउजू बेनिसा पौडेल अधिकारी समक्ष। उहाँले चाहिँ कम्तीमा पनि मात्र तीनवटा उहाँले धेरै नै भन्न पाउनुभयो, तर मात्र 3टा आफूले सुधार्न पर्ने कुरा आफ्नो नजरमा आफूलाई ल्याएको। किनभने मलाई मभन्दा धेरै कसैले चिनेको छैन। यही कुरालाई चाहिँ एकदम मध्यनजर गर्दै यो प्रश्न मेरो भाउजूको अगाडि तपाईँलाई चाहिँ तपाईँभित्रको के कुराहरू सुधार्यो भने चाहिँ हाम्रो सम्बन्ध अझै समुद्र हुनसक्छ। मेरो सुधार्नु पर्ने कुरा के नै होला र है, आफूलाई आफू त राम्रै लाग्छ लाग्नु पनि पर्छ होइन, आफूलाई आफू सधैँ राम्रै छु जस्तो लाग्छ। सुधार्नु पर्ने कुरा अब कतिदेखि भन्नुपर्छ म ढिलो उठ्छु अरे, चाँडै उठ्नु पर्यो। अनि अब मोबाइल धेरै हेर्छु नि, यो त अब के गर्ने, दिउँसोमा खाँदै हुँदा मोबाइल नहेर्दा टाइम पासै हुँदा बिना प्रतिदेव भन्दा मोबाइल एकदम प्यारो हो, प्रतिदेव नभए मोबाइल साइडमै हुनुपर्छ एकदम। अनि त्यो अनि त्यसपछि अरू केही छैन, खासै अब घरको काम पनि एकदम राम्रै भएर आउँछ। त्यही अरू केही छैन जस्तो लाग्छ है मैले सुधार्नु पर्ने कुरा चाहिँ। धन्यवाद हाम्रो भाउजूलाई। अहिले आफूले अनुभव गर्नुभएको त्यो कुराहरूमा सुधार्नुपर्छ भन्ने चाहिँ आत्मसात गर्नुभएको छ। यो पनि यो साहस सबैमा हुँदैन। यसै गरी म यही प्रश्न हाम्रो मेरो एकदम प्यारो मित्र अनुराग अधिकारीले पक्राउन चाहन्छु। अनुराग अधिकारी सर, तपाईँको हिसाबले तपाईँले आफूमा भएको हजारौँ गुणहरूमध्ये कुन 2-4 गुण चाहिँ म यो चाहिँ सुधार्छु होला अथवा सुधार्नुपर्छ होला जस्तो लाग्दैछ? पछ्याइदिनु। मान्छेलाई चाहिँ चाँडै विश्वास गर्नु, यो चाहिँ सुधार्नुपर्छ होला। तर यो कहिल्यै सुध्रिएन। नयाँ मान्छे अलिकति राम्रोसँग बोल्ने बित्तिकै निकल्छ भनेर। अनि अर्को अब चाँडै रिसाउँछु भनेर भन्छन् होइन, चाँडै रिसाउने भन्ने कुरा चाहिँ मलाई जहाँसम्म लाग्छ म चाँडै रिसाउँदैन। त्यो जुन चिजचोटि चाहिँ मैले उसलाई वार्निङ दिइरहेको हुन्छु, यो गर्नु हुँदैन, यो गर्नु हुँदैन, यो नराम्रो भन्दै पनि अनि अहिले कसलाई रिसाउने हो, त्यो चाँडै रिसाएको चाहिँ होइन। अब त्यो चाहिँ सुधार्नु पर्ने होला, कहिले नरिसाउनु पर्ने। अर्को कुरा म चाहिँ मेरो मात्रै कुरा सुन्छु, म अरूको कुरा सुन्दैन, आफ्नो मात्रै कुरा सुन्ने भएर चाहिँ
त्यो पनि बाँकी तर बस्ने यति होला। धन्यवाद मलाई कमाइ सक्छ धन्यवाद प्यारेन्ट्सको अनुराज अधिकारी। उहाँले एकदमै आत्मसान गरेर आत्ममनन गरेर आफूभित्रका केही हजारौँ अमृतहरूमध्ये भित्र लुकेका केही एकदम तुच्छ विषहरू निकालेर प्रस्ट्याउनु भएको छ र यो कुराहरूमा हाम्रो पनि एकदम ठुलो सहमति रहेको छ र यसलाई सुधार्न हामी हाम्रो तर्फबाट गर्न पनि साथ सहयोग गर्नु अपेक्षा गर्दै आजको यस कार्यक्रम यही अन्त्य गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार, म प्रदीप बानिया र आज चाहिँ हामी हाम्रो एकदमै आत्मीय एकदमै प्यारो एकदमै जिग्री मुटुका टुक्रा अनुराज अधिकारी र उहाँको मिसेस मेरो एकदम प्यारो फेभरेट भाउजू 8औं वैवाहिक गठबन्धन पुरा गरेर 7 पुरा भएर 8 आफ्नो उमेर गर्दा सुरु भइरहेको यो वैवाहिक जीवनलाई चाहिँ अझै 70 पुरा भएर 80 सम्म यसै गरी मनाउन पाइयोस् नाति नातिना पनातिसँगै भन्ने शुभकामना सहित अब चाहिँ हामी त्यो केक कटिङ र लगतै ह्याप्पी एनिभर्सरीको गीतसँग चाहिँ हामी गइरहेका छौँ। सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो मेरो प्रदीप प्यारो साथी अनि मेरो प्यारी बहिनीलाई You are most welcome, our lovely brother. हाम्रो एनिभर्सरी स्पेसल बनाइदिएकोमा मेरो प्रदीप साथी आत्मीय मेरो मित्र होइन सक्नु छ हरेक कुराहरू चाहिँ बुढीलाई सेयर गर्न नपाउने मेरो चाहिँ बुढीलाई सेयर गर्न नपाउने कुराहरू पनि प्रदीपसँग सेयर भइरहेको हुन्छ सबै कुराहरू होइन यो विशेष हजुरलाई रिक्वेस्ट पारौँ। La la. Happy anniversary. थ्याङ्क यू मेरो बहिनी होइन La, thank you,